Good morning, namaste, kuzampo सबैजनालाई. So आज after long week भनौं न Sunday आज Sunday को प्रोग्राम चाहिँ के छ भने we are going towards Tangocheri अनि if हैन तपाईहरु बाहिर कोहीले हेर्नुहुँदैछ भने you are welcome to our country भनौं न हैन pack lunch prepare गर्नु पर्यो prepare मतलब pack गर्नु पर्यो भात त पाकिसकेछ हो सब्जी चाहिँ भनेपछि साग रहेछ अनि चिया लिएर जानु पर्यो अब प्याक गर्नु पर्यो यो तबेन फाइनली लन्च सबै प्याक भइसक्यो हो अन्त माथि लाखाङमा चढाउने धूप डाल्डा सबै प्याक भयो हो अब लेट्स गेट रेडी Finally, हामी रेडी भयौं अनि इन्ट्रोड्युस गर्नु पर्यो नि माय नेम इज आदित्य छेत्री अनि हाय आई एम ओमी अब जाँदैछौं at Tango base so we'll be starting our trekking from here. So we can go from here as well. There's one shortcut there and we can start from here as well. Now we are ready to go. Yeah. Let's go. Yeah, the finally base na ल्याछि यहाँ सिन्से म अलिकति बेस देखि अलिक माथि आएर बाटो त राम्रो रहेछ हौ बाटो इज एकदम फाइन त्यस्तो केही obstacle पनि छैन छ हैन बाटो चाहिँ एकदम राम्रो रहेछ हौ It's a very easy trek. The path, the way is very nice. The way and path is very nice, and it's easy hike or easy trek. I want to recommend it to everyone. I think they can't walk, but for normal people, it's very recommendable. It's very easy. The trek is very easy, and one thing like the weather is very fine. So yep, all good. Look at the view, guys. Look at the view. लेखेर राखेको हुँदो रहेछ छोर्तेन भन्नु न सानो Wow, so cute. So for the people who prefer shortcut, I don't recommend shortcut because I didn't drive well. The fine police is already एकदम slippery हुँदैछ. So टाउनको हसल बसल छोडेर अलिक माथि आउँदाखेरि the environment, एकदम peace of mind, the peaceful nature. Oh my god, wow, so fresh relaxing. air, So carbon relaxing. negative. Kind of peace. Wow, just loving it, guys. अलिक माथि आएपछि निकै थकाइ मार्नु पर्यो भनेर धन्न यहाँनिर रेस्टिङको लागि घरहरू यसो सेट लगाएर बनाइदिएको पो रहेछ ठिकै छ मान्छेले हेर्नु तर त्यसै पनि रुखपातले गर्दाखेरि त शान्ति घामले त्यति नपोल्दो रहेछ हौ रुखपातले गर्दाखेरि रुख हुनाले गर्दा एकदम राइट टाइम भनौँ न अहिले चाहिँ आउनु कसै हैन if anybody watching from outside Bhutan हैन यस्तो छ How do you feel? We are breathing fresh air, एकदम pure oxygen. How do you feel, guys? So guys, just we are about to reach the temple, Tango Monastery. So बाटोमा चाहिँ you will see some exotic plant. बाटोकै छेउमा यस्तो प्लान्टहरु छ यसलाई चाहिँ we call it सिस्नो हेर्दाखेरि काँडै काँडा भएको यो चाहिँ please avoid
टचिङ दिस यसले नछुनु होला झुक्केर पनि यसले छोयो भने एकदम पोल्छ सो यस प्लिज एभोइड टचिङ दिस एक्जोटिक प्लान्ट यो बाटोको स्टेप चाहिँ खतरा रहेछ है केटा त्यति साह्रो स्टेप त छैन यस्तो ठाउँमा पनि यस्तो क्राफ्टिङ गरेर स्टेप बनाइदिएको छ मान्छेहरूलाई सजिलो होस् भनेर सो यो बनाउने मान्छेलाई चाहिँ एकदम वी आर थ्याङ्कफुल बिकज हामी आरामले हिँडेर पुग्नु सक्दैछ दर्शन गर्नुको लागि यो थिएन भने वी वुड बी ह्याभिङ अ रियली टफ टाइम टु क्लाइम अप सो यप स्टेप अलिकति रहेछ यहाँ चिन त्यहाँदेखि नर्मलै आउँदैछ बाटो हामी यो ताङ्गो मोनास्ट्रीमा फाइनली पुग्यौँ हो सो एकछिनै म तिमीलाई म देखाउँछु ल अब ताङ्गो मोनास्ट्री हेर्नु कहाँनिर बनाएर छ कस्तो ठाउँमा सो मच क्युरियोसिटी हुँदैछ कसरी बनायो होला यस्तो ठाउँमा नि सो अमेजिङ अन्त यहाँबाट तल देख्न सक्नुहुन्छ सबै के भन्नु ट्री एउटा पाइन ट्रीले गरेर एकदम ग्रिन विन्टरमा पनि यति ड्राई भएको छैन एकदम ग्रिन यहाँ चाहिँ तल चाहिँ यसो रेस्ट गर्ने रहेछ यसो आफूलाई के खानेकुरा ल्याएको छ भने खानु हो यसो एनर्जीको लागि सो अब हामी चाहिँ यता माथि अब जानुपर्ने छ हामी देखाउँछौँ तपाईँलाई सो भित्रको नजारा त देखाउनु पाउँदैन क्यामेरास आर नट एलाउड इनसाइड बट बाहिरको नजारा चाहिँ हामी छेउदेखि देखाउँछु I want to show you one of the architecture भन्नु न अब यो माथिको कसरी बनाएको तपाईले देख्न सक्नुहुन्छ यो भिर जस्तै छ कि भिरै हो त्यसमा अलिकति कर्भ गरेर यति सानो यसमा अडाको थियो घटे मान्नु पर्ने छ पहिला मान्छेहरूले कसरी चाहिँ बनायो यस्तो आर्किटेक्चर म Guys, we finally reached here. एउटा कुरा चाहिँ के भन्नु मन लाग्यो भने the structure they have built in between rocks. Guys, zoom गरौँ त look at the structure हेर्नु they have built in between rocks. फेरि there is no like road facility or anything, just trekking, climb गर्ने मात्रै छ, no facilities for vehicle and anything, but I'm so amazed, just wondering how they have built all this, the materials and all, how they have carried that one. साथीहरु आँखा यताउता भयो भने चाहिँ फेरि सिधै स्वर्गवास हुने रहेछ है सावधान दुर्घटना बिफोर हैन पहिल्यै केही फोटो खिच्नु हो नि पहिला आफ्नो बडी स्टेबल राख्नु अन्त त्यहाँदेखि फोटो खिच्नु भिडियो बनाउनु एकखेप चाहिँ चिप्ल्यो भने चाहिँ फेरि सिधै स्वर्गवास होइन रहेछ है अलिकति बी केयरफुल विथ द्याट भनौँ न सबै क्लिफ छ सो and see the structure, it's built upon the cliff हेर्नु न मुनि रकै रक माथि पनि रक त्यसको बीचमा स्ट्रक्चर बनाएको छ मोनास्ट्री so mesmerizing. ल हामी फाइनली यहाँ माथि पुग्यौँ हो सो तपाईँलाई म एउटा भ्यू देखाउन चाहन्छु ल यहाँबाट मोनास्ट्रीबाट यहाँ चाहिँ मोनास्ट्री पर्यो हो अब यहाँ तल हेर्नु त एकदम के भन्नु अब ओए यो त डियर पो रहेछ त डियर भन्नु कि के भन्नु डियरै होला बाख्रा नि खतरा त घाउ भएछ घाइते भयो मलाई अचम्म लागेको थियो कसरी सामानहरू माथि पुऱ्यायो होला यत्रो माउन्टेनको टप पर्छ नि त यो चाहिँ अन्त टुप्पोमै हुन्छ कसरी ल्यायो होला न घोडा आउने बाटो छ न गाडी आउने बाटो छ भनेको अहिले एन्सर पाएँ मैले यो रोपवे एउटा बनाएको रहेछ केबल कार सो यो रोपवेको थ्रु चाहिँ सामानहरू तलदेखि ल्याउँदो रहेछ माथिदेखि पठाउनु पर्ने छ भने यो रोपवेको थ्रु चाहिँ सामानहरू मान्छेको लागि चाहिँ होइन रहेछ त्यसो सामानहरू तल माथि गर्नुको लागि मात्रै रोपवे बनाएको रहेछ मोनास्ट्री भिजिट गरिसक्यौँ कि सो हामीले त्यहाँ भिजिट गरेर दर्शनहरू गऱ्यौँ फोटो भिडियो इज नट एलाउड होइन त्यहाँभित्र फोटो भिडियो गर्नु एलाउड छैन बट
हामीले के देख्यौँ भने एउटा सेक्सनमा उयो रहेछ के पो म्युजियम त्यहाँनिर भनौँ अब 17th सेन्चुरीदेखिको सामान भनौँ अब फर इक्जाम्पल के भन्ने रिम्पोछेहरूको जस्तै भयो जुत्ता होइन एन्ड देन त्यहाँदेखि उनीहरूले लगाएको ह्याटहरू टोपीहरू होइन त्यहाँदेखि उनीहरूले क्राफ्ट गरेको मूर्तिहरू एन्ड देन उनीहरूले खाने पिउनेको सामानहरू उनीहरूको टाइमको सामानहरू एभ्रिथिङ रहेछ फ्रम 16th to 17th सेन्चुरीदेखिको सामानहरू रहेछ अन्त उनीहरूको घोडामा बस्दाखेरि बस्ने त्यो के भन्छ त्यसलाई घोडामा बस्नेको त्यो लाउँछ नि घोडाको त्यो सामानहरू सबै अन्त उनीहरूको त्यो लट्ठी हुन्छ नि टेक्ने लट्ठीहरू वकिङ स्टिक भनिदेऊ न त्यहाँनिर गुरु रिम्पोछेको फुटप्रिन्ट पनि रहेछ हजुर अनि त्यहाँनिर अलर अफ थिङ धेरै कुराहरू थियो त्यहाँभित्र होइन एकदम हिस्टोरिकल एन्ड स्पिरिचुअल प्लेस हो ताङको मोनास्ट्री हामी फाइनली बेसमा आइपुग्यौँ जहाँबाट सुरु गर्नुपर्ने थियो त्यहाँ आइपुग्यौँ अनि अब यहाँदेखि उता आफ्टर द्याट हामी चाहिँ अब चेरीको बेसमा जान्छौँ अनि चेरीको बेसबाट चाहिँ माथि जान्छौँ हो अनि त्यहाँबाट कन्टिन्यू सो यहाँबाट भिडियो अलिकति ताङ्गोको अलिक लामो हुने पऱ्यो कि अनि अब यो ताङ्गोको भिडियो चाहिँ अहिले टु बी कन्टिन्यू भनिदेऊ न सो अहिले पार्ट 1 गरेर राखौँ सो यो बाटो चाहिँ यो भिडियो चाहिँ पार्ट 1 गरेर राखौँ अब सो अर्को चेरीको लागि चाहिँ अर्कै भिडियो बनाउँछु पार्ट 2 गरेर सो स्टे ट्युन गाइस फर द पार्ट 2 थ्याङ्क यू फर वाचिङ एन्ड सब्सक्राइब माई च्यानल थ्याङ्क यू एभ्री वान स्टे सेफ